त्यो बेलाको चाहिँ तपाईँले छोटोमा गणेशपुरको आक्रमणमा जुन प्रकारको चाहिँ पार्टीले क्षति बिहोर्यो, खास गरी जनमुक्ति सेनाले क्षति बिहोर्यो, त्यो तपाईँले त्यसलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ? त्यो भिडन्तको कुराहरूमा के थियो भने वस्तुगत स्थिति आकस्मिकतामा पनि वस्तुगत स्थिति बुझेर त्यसपछि भूगोललाई आफ्नो नियन्त्रणमा लिएर गरिने आक्रमण र आफ्नो जित सुनिश्चित गर्ने कुराहरूमा प्रभाकरजीको अपरिपक्वता नै ठान्छु म। किनभने उहाँको अब सैन्य रणनीतिमा उहाँ धेरै पछि हुनुहुन्छ। त्यो मामिलामा उहाँको एउटा लोहटको कुराहरू मेरो बुझाइ उहाँको एकदम लोहट, शीघ्र जितको मानसिकतामा उहाँ ग्रसित, त्यतिखेरको तत्कालीन डिभिजन कमान्डर उहाँ जितको मानसिकतामा ग्रसित भएर अनि त्यतिखेर पार्टीको सैन्य पङ्क्तिको ठुलो क्षति कति भयो त्यो बेलाको कति क्षति भयो? हाम्रो 65 जना त्यहाँ शहादत भयो। झन्डै तपाईँको 40-50 जना घाइते। अनि हतियार त हाम्रो 70-71 खान हतियार नै गुम्यो।